हेलो गाइज, वेलकम टु माई न्यू ब्लग टु एन्ड गाइजहरू हाइप सजन सन्स होइन। अनि मैले अरू सब बनाइदिएर माइक राख्ने ठाउँ भने कि यहाँ हिजोको भिडियोमा यो यहाँ राखेको थिएँ, अहिले यहाँभित्र हालेको छु होइन। अब यहाँभित्र त लाउनु मिल्दैन नि त खासमा, अब फेरि हेलमेट लाउनु मिल्दैन हेरेर राखेपछि त। अनि चाहिँ उयो कानको उनीहरू हालेको छु, साउन्ड आउँछ कि आउँदैन चाहिँ हेरौँ होइन। बेसी यसो बाहिर निक्लिन्छु, पायो भने एउटा सानो सानो टिप्ने हाल्छु होइन, चेक गर्नु नै भन्छ। अनि अब पाएन भने त अब एक राइड हान्दा सर र एकछिन हेरेर आउँछु के रहेछ है त म गाइज। Head south, then turn left. माइक आफै भिडियो साउन्ड आयो छैन थाहा छैन होइन। खैर हजुर हजुर गर्नु माछु पऱ्यो मसँग स्ट्यान्डै छैन क्या, त्यही भएर सोधेको तपाईँ माथभित्र हो भनेर। मसँग यो लोकेसन हेर्नलाई स्ट्यान्डै छैन, अनि त्यही भएर सोधेको कि मार्नेरी हो भनेर। मौसम पनि पानी पर्ला जस्तो छ। पानी पऱ्यो नि बेलुका पर्छ, अहिले त नपरोस् भने पानी पऱ्यो नि बेलुका पऱ्यो हुन्थ्यो। हजुर फर्किहाल्नु हुने कि तपाईँ फर्किहाल्ने हो कि उतै बस्ने हो भने क्या? एकैछिन भने 5-10 मिनट। हजुर म यहाँभित्र बस्ने हो, त्यही मारभित्र उतोपट्टि त्यहीँबाट आएको हुने क्या। त्यही भएर त ढिला भएको। तपाईँको यसो गर्दाखेरि म जुत्ता लाउँदै थिएँ क्या भर्खरै। हजुर म त नजिकै थिएँ, अनि यसो हेरेँ यहीँनिर जस्तो लाग्यो, अनि त्यही मार्नेहरू कुनै बाटो होला भनेर मारभित्र हो भनेर सोधेँ कि। मसँग स्ट्यान्ड नि छैन, अनि यसो नजिकको मारेर गर्छु क्या। त्यही पनि आज भर्खरै गरे हो, सेकेन्ड ट्रिप हो तपाईँ। अनि 200 ट्रिप गरेको थिएँ इन्डाइटमा, अनि तपाईँ हो। हजुर हजुर इन्डाइट, हजुर हजुर इन्डाइट चाहिँ पठाउँदै पहिल्यै गर्दै। अनि हजुर आज पठाउनु गएर अहिले स्ट्यान्ड छैन, पठाएको भने कहाँ जानुपर्छ। अनि इन्डाइट भयो भने त आफूले मन लागेको ठाउँमा जान पायो, नजाँदा नि भयो नि।
हजुर हजुर पठाएको चाहिँ जानी पठाउने भन्दा नि जो नजिक छ त्यो हुन्छ तपाईँको अब अहिले मलाई ललितपुरको आएको भयो भने मैले यसरी गर्नुपर्ने हुन्छ क्या हजुर हजुर उनीहरूले पठाएपछि टिप्नै पर्छ क्या त्यो जेरिन टिप्नै पर्ने हुन्छ यसमा भने नगर्दा नि भयो उनीहरू भनेको टाढा टाढाको आयो भने टिप्नै पर्छ क्या तपाईँको 1-1.5 किलोमिटरसम्म लिन जानुपर्छ आउने चाहिँ फेरि बोनस आउँछ है 1 किलोमिटर लिनु गयो भने 30 रुपियाँ जति बोनस आउँछ हजुर हजुर 1 किलोमिटर भन्दा पर लिन जानु पर्यो भने चाहिँ जोड्छ तपाईँले थाहा हुँदैन लास्टमा पैसा दिने बेलामा मात्र थाहा हुन्छ हजुर त्यो धेरै टाढाबाट लिन आउँदा चाहिँ त्यस्तो हुने हो राइडरले घाटा नपरोस् भनेर तपाईँको घरै हो कि त्यहाँ मौसमहरू त पुरा पानी पर्ला जस्तो त्यो पनि गर्मी भएर है यस्तो मगाउने तपाईँ फर्किहाल्नु हुने भयो म बरु तपाईँलाई लिएर आउँछु भनेर के आउँदा अब म रित्ती आउने हो तपाईँ नफर्किनु भयो भने फर्किहाल्छु म गएर बसिहाल्ने हो यसो एक टिप मार गरौँ भनेर निक्लिएको भिडियोहरू पनि बनाउँछ अनि यसो भिडियो पनि हुन्छ भनेर कति 10 मिनट जति आधा घन्टासम्म त पानी परिसक्नु नि घरमा नि बस्दा बस्दा झ्याउ लाग्छ अनि निक्लेपछि यसो फ्रेस हुन्छ भनेर निक्लियो क्या अनि यसो भिडियोहरू नि बनाउँछु अनि जब दिउँसो एउटा भिडियो भएको थियो अहिले एकजना भेट्यो भने एउटा भिडियो हुन्छ भनेर अनि हजुर यो यस्तै अब तपाईँ हामी बोलायो हिँड्यो भिडियो बनाउँछु हिजोबाटै युट्युबमा हाल्न त टिकटक बनाउने आउँछ क्लिपहरू तर हाल्न चाहिँ युट्युबमा हाल्ने हो हजुर भर्खर चाहिँ स्टार्ट गरेँ है हजुर हजुर खोइ अब 2 टिप भयो तपाईँको अर्को एउटा चाहिँ बनाएर बिहान गरेको थियो अनि अहिले यसो गरेर हिँडेर दिनमा कतिवटा हुन्छ नि एउटा बनाउने हो अनि चाहिँ 10-15 मिनटको हुन्छ क्या यता बाटो बन्द हो र भने हजुर यहाँ तलबाट छिर्यो भने हुन्छ हजुर हजुर उयो उकालोबाट उताको उकालो नेरीबाट ए गुम्बाबाट होइन त्यो नेपालबाट गुम्बा छिर्नु र यहाँ उसको त्यो राख्नु उहाँ तल पुग्ने हो नि त ऊ माथि पढी चोकभन्दा उताबाट साइडमा पुग्छ तपाईँको लोकेसन यहीँ माथि मेरोतिर देखाएको थियो अनि त्यही भएर क्या यति भएर ल्याइदिएको यहाँ बिचमा चोकभन्दा माथि देखाइरहेको थियो क्या आमाले हेर्छ त्यहाँ ओएमजी पढौ कति हामी साउन आएको तपाईँले थाहा छैन
ठ्याक्कै चोकैमा रोक्नु दिँदैन होला यो त बस भनेर चाहिँ रोकिन्छ नि माथि हजुर फोनमा को बोलिरहनु भयो हो कहाँनिर रोक्ने हो यहाँ छेउमा बाइक पनि थुप्रै हो ₹80 होइन धन्यवाद अब यहाँबाट जान्छु होइन म अहिले गाइस कम्प्लिट